सट्टै घुमाएर माना त्यही हो कोही पनि घुमाउनु त्यही सेल गर्ने बनाउनु हो त्यही नौ कुनालाई यो पनि अब पञ्चरत्न लेखेको हेर्नु पञ्चरत्न त्यहाँ पनि कागज प्याकिङ हुने पञ्चरत्न लेखेको माना राख्नु त्यो अघि दुनामा सर्ट हुन्छ यो सर्ट उठाउनु सट्टा घुमाउनु सबै ठाउँ सट्टा घुमाएर माना खाने हो भयो त्यो काठ पनि 30 हुन्छ अब सर्ट पनि यहाँ सर्ट राति त्यो सर्ट घुमाउनु सबै ठाउँ सर्ट घुमाउनु सर्ट घुमाएर पल्लो भयो अब त्यो मानेको मुठो हेर्नु त त्यो पातको मुठो त्यो 9 ठाउँमा छाउनु 9 ठाउँमा छोरा माना राख्नु पञ्चपल्लोमा त्यो बिनेको रातो सिधो चन्दन हेर्नु त्यो पाकेटमा छ हो त्यहाँ त माला छेदन गर्नु माला छ त कोही पनि काट्दा उही टपरीमाथि झरे त्यो टपरी झर्दा 3 रुपियाँ हालिदिने हो अब त्यसको दुलो हालिदिने अब लप्यादिने रातो सिधो चन्दन है रातो सिधो चन्दन लप्यादिँदैन फेरि पनि रातो सिधो चन्दन लप्यादिने रातो सिधो चन्दन अब त्यसैमा 9 थरीको अन्न 9 थरीको अन्न उतार्नु सबै माला छेदन गर्नु माना छोरा ठाडबाट काट्नु त्यो माना ठाडबाट काट्नु जलपात दिँदैन टुको समाधान यतापट्टि क्या अब त्यहाँ सबै खाइदिन्छु 9 भाग एकचोटि दिइधर 9 एउटा अन्नमा लगाइदिनु 9 थरी अङ्ग पात्र दिदी 9 थरी गर्नु अब त्यसैमा एक ठाउँमा हो नि त त्यो त्यसैमा तपाईँले त्यो अगरबत्ती उठाउनु यसो 9 ठाउँमा छाउनु एका छेउतिर राख्नु अहिले पछि बाल्नु अब फेरि खती बिनेको भयो अब पुष्पन्ती अब एकदम 9 थरीको कपडा 9 थरीको कपडा त्यही स्टिच लाछ त्यो बाटेको धुप उठाउनु धुप 9 ठाउँमा राख्नु अरू पनि भए बाटेको थप्नु अरू पनि बाटेको धुप थप्नु सबै जम्मा गरेर दिउबाट हाल्नु त्यो पछि बाल्नुपर्छ त्यहाँ राखेको 9 वटा चाहिँ त्यहाँ सर्व खती लेखेको काठमा त्यो काठमा सर्व खती लेखेको फुलको कोलुडा त्यहाँ सबै ठाउँमा आउँछ जलम लब्यादि सहित यो सबै ठाउँमा हालिदिनु अब शब्द मृत्तिका उठाउनु शब्द मृत्तिका थाबिदमा आगमन पूजनादिगम घरै आउँदामा पारेर चाहिँ घर शान्ति गर्न सकिने हो त किनेर ल्याउनु
अब ल प्याजी सबै भयो है अब नौरा त आइलिनु ब्राह्मणले लाउने होइन ठाउँलाई 1 2 3 4 ग्रहले लाउने 5 6 7 8 9 ल प्याजी हेरेर बसाइको कविताजी छैन त्यो कपुरको चक्की हेर्नु कपुरको चक्की यहाँ एउटा छ यसलाई धुलो गाउनु नौ बेला हल्लिँदो रहेछ नौ ठाउँ हाम्रो पैसा फेरि कस्तो हो काटेको बत्ती छैन छैन काटेको बत्ती छैन काटेको पनि यहाँ हाल्यो राखेको छ अब सुपारी उठाउनु सुपारी यहाँ छ सुपारी उठाउनु त्यो बत्ती होइन अघि हामीले काटेको बत्ती ती चाहिँ पैसा त्यहाँ छ क्या सुरुमा यहाँ छैन नि काटेको बत्ती काटेको बत्ती अब त्यहाँ नौवटा सुपारी लगाउनु 1 2 3 4 5 6 7 8 9 लगाउनु अनि त्यो पाला उठाउनु त्यो हामीले बत्ती पाल्ने पाला चाहिँ त्यो फलामको दिउ त्यहाँभित्र सानो टुक्रो पनि छ त्यो दिउ 9 ठाउँमा छाउनु 1 2 3 4 5 6 7 8 9 ठाउँ अब त्यो काजो 9 कुरा भनेर लेखेको होला यहाँ 9 कुरा भनेको अब छैन काजो छैन ए छ अब त्यो 9 कुरा लेखेको थियो 9 कुरा लेखेको थियो वही पे लगाउनु लक्ष्मीजी चाहिँ बिन्दुमा 9 कुरा राख्यो पञ्चरङ्गी धागो त्यही पञ्चरङ्गी धागो लगाउनु लप्याजी चाहिँ यसो गर्नु फेर घुमाइदिनु अब त्यो माजामा 9वटा पैसा राख्नु पैसा त के हुन्छ पैसा लिनलाई त पैसा त उनीहरूले लिइहाल्छ होइन राख अब अलिक त्यो पनि आउँछ अब भनेर खुद्रा पैसा भेट्दैन अब नभेट्ने राख्नु पऱ्यो अब त फेरि त्यहाँ रोटी पुरी राख्नु यता रोटी पुरी लगाउनु होइन माछा एउटा पुरी राख्नु एउटा फलफुल राख्नु एउटा फलफुल लगाउनु यो टुक्रा सबै मिलाएर 9 थरी जनाइ त बाल हुँदैन अब त्यहाँ त्यो अबिर केसरी बाँकी छ नि त्यो अबिर केसरीले सबैलाई रङ त्यो रङ्गै बाँकी बसेको ती सक्दैन त्यो त्यो सबैले जान्छ त्यो अगरबत्ती पनि पाल्नुपर्छ है अबिर केसरी अब त्यहाँ 9 थरीका फुल घरको भए छुसा छुसा हालिन्छ उसको त पोकै खर र पुगिहाल्छ नि गरेर राख्नुपर्छ जति ओम नभएको सन्धिमा छेक्नु यहाँ छ 4 थरी त्यहाँबाट अरू चुडेर हाल्नु त बिगार्नु हुँदैन है यहाँ पनि छ खुर्सानी फुलले 5 थरी लाल पातेले 6 थरी 9 थरी भइहाल्यो यहाँ अझ पूजा गर्न फुल चाहिन्छ त्यहाँ
यहाँ ओम लभ्या विसर्जन गर्छ दादाले पनि भन्छ तपाईले त ओम लभ्यादिको सहित हामीले कुरा गर्छौँ नि विग्रहका समेत दाउरा आइसकेको छ क्या अब कि म त दाउरा त फेरि थोरै त छैन पर्दैन लेखेकै छ यसरी समाधान गर्छ तल पैसा त्यो फुलबत्ती जस्तो पार्नु अनि यो माथि चुचो निकाल्नु त्यसो सिधै पार्दा हुँदैन अनि तपाईँको तेल चुहेको चिज बसिहाल्छ माथि तामाको माथि त्यसो गरेर यहाँ सबैले बेला कर्न आइसक्यो यो पछि बाल्ने त्यहाँ माला अघि सबै बत्तीहरू वरिपरि टक्क ठा गएर हाल्नु त्यहाँ झल्ल बालेर खोला हुन्छ यहाँ पनि छ त हाल्यो त बालेर चाहिँ खराउनुपर्छ त्यो हजुर बालेर Om lapia jauh không nghe là không ra rồi. बोलिए चंद्रावतार भगवान को जय।